सम्पूर्णमा नमस्कार। आज चाहिँ हामी कक्षा 12 को एकाउन्टको क्यास फ्लो स्टेटमेन्ट अन्डर इन्डाइरेक्ट मेथडको चाहिँ फर्मेट हेर्नेछौँ। त्यसमा पनि इन्भेस्टिङ र फाइनेन्सिङको फर्मेट सेम हुन्छ भने अपरेटिङको चाहिँ अलिकति फरक हुने भएको हुनाले अपरेटिङ एक्टिभिटिजको चाहिँ हामीले फर्मेट हेर्नेछौँ। र यसमा पनि हामीले जसरी डाइरेक्ट मेथडमा पार्टिकुलर अमाउन्ट लेखिन्थ्यो त्यसरी नै लेख्ने र सुरुमा क्यास फ्लो फ्रम अपरेटिङ एक्टिभिटिज उता डाइरेक्टमा पनि सेम हुन्छ, इन्डाइरेक्टमा पनि सेम हुन्छ र भित्र चढ्ने कुराहरू चाहिँ यो इन्डाइरेक्टमा फरक हुन्छ। सुरुमा चाहिँ नेट प्रॉफिट लेखिन्छ। नेट प्रॉफिट या नेट इन्कम त्यो चाहिँ अलरेडी गिभन ट्रायल ब्यालेन्समा दिएको हुन्छ, त्यो चाहिँ लेख्नु पर्यो। यो नेट प्रॉफिट पनि कहिले ट्याक्स घटाएर दिएको हुन्छ र कहिले ट्याक्स नघटाइकन दिएको हुन्छ, त्यो कुराहरू हेर्नु पर्यो। बिफोर ट्याक्स आफ्टर ट्याक्सको कुराहरू भने यसमा चाहिँ एड नन अपरेटिङ या नन क्यास एक्सपेन्सेसहरू यसमा चढाइन्छ। जस्तै डिप्रिसिएसन हामीले डाइरेक्ट मेथडमा चाहिँ डिप्रिसिएसन चढाउँदैनौँ भने इन्डाइरेक्ट मेथडमा चाहिँ डिप्रिसिएसन हामीले एड गरिन्छ। राइट अफ यसमा चाहिँ इन्टेन्जिबल एसेट्सहरू चाहिँ राइट अफ हुँदाखेरि जस्तै गुडविल, ट्रेडमार्क, कपिराइटहरू राइट अफ हुँदा चाहिँ यसमा चढाइन्छ। भने लस ओन सेल अफ फिक्स एसेट्स र फिक्स एसेट्सहरू सेल गर्दा चाहिँ लस छ भने चाहिँ यो पनि यसमा चढाइन्छ। भने प्रिमियम अन रिडेम्सन अफ डेभेन्चर यो चाहिँ क्वेसनमा एडिसनल इन्फर्मेसनमा दिएको हुन्छ। प्रिमियम अन रिडेम्सन अफ डेभेन्चर यो चाहिँ यहाँ हामीले एड गरिन्छ। अनि अर्को छ प्रोभिजन फर ट्याक्स, यो पनि दिएको छ भने चाहिँ हामीले यहाँ लेख्नुपर्छ र सबै एड गरेर चाहिँ हामीले यता साइडमा लेख्नुपर्छ। भने अर्को छ लेस, यो ए नम्बर भयो, यो बी नम्बर, यो लेस नन अपरेटिङ इन्कम्स एन्ड गेन्स एक्सपेन्सेस र नन अपरेटिङ एक्सपेन्सेस नन क्यास एक्सपेन्सेसलाई एड गरिन्छ। भने नन अपरेटिङ इन्कम्स र गेन्सलाई चाहिँ हामीले लेस गरिन्छ। र त्यसमा पनि डिप्रिसिएसनको अपोजिट एप्रिसिएसन होइन, एप्रिसिएसन भयो भने चाहिँ हामीले लेस गर्नु पर्यो। प्रोफिट अन सेल्स अफ एसेट्स, फिक्स एसेट्सको सेल्स भयो भने होइन, प्रॉफिट भयो, सेल्स गर्दा प्रॉफिट भयो भने यो पनि लेस गर्नु पर्यो। डिस्काउन्ट अन रिडेम्सन अफ डिबेन्चर यता प्रिमियम हुँदा एड हुन्थ्यो भने डिस्काउन्ट हुँदा चाहिँ लेस हुन्छ। भने अर्को छ डिभिडेन्ड रिसिभ, डिभिडेन्ड हामीले पाइयो भने चाहिँ उता हामीले डाइरेक्टमा चढाइन्थेन भने यता चाहिँ चढाउनु पर्छ। भने इन्कम रिसिभ भने कतिबाट इन्कम रिसिभ भयो भने चाहिँ यो पनि यहाँ हामीले लेस गर्नुपर्छ। भने त्यसपछि बाँकी रहेका सबै लेखेर चाहिँ हामीले के लेख्नुपर्छ भन्दाखेरि यहाँ फन्ड फ्रम अपरेसन भनेर लेख्नुपर्छ। यो लेख्दा पनि भयो, नलेख्दा पनि भयो। त्यसमा डाइरेक्ट चाहिँ हामीले डिक्रिज, अब करेन्ट लाइबिलिटिजहरू इन्क्रिज डिक्रिजहरू हेर्नुपर्ने भयो। जस्तो स्टक, डेप्टर्स, क्रेडिटर्सहरू, इन्भेन्ट्रीहरू हो, अनि पेबल्स, रिसिभेबल्स यिनीहरू इन्क्रिज हुन्छ कि डिक्रिज हुन्छ अब त्यो कुराहरू हेर्नु पर्यो। जस्तै अब करेन्ट एसेट्स डिक्रिज भयो भने चाहिँ हामीले एड गरिन्छ, एसेट्स डिक्रिज भयो भने एड गरिन्छ र लाइबिलिटिज इन्क्रिज भयो भने चाहिँ एड गरिन्छ। यो हामीले लाइबिलिटिज बढ्दा हाम्रो पैसा पनि बढ्छ, क्यास पनि बढ्छ र एसेट्स घट्दा पनि हाम्रो क्यास बढ्छ। त्यसैले दुइटालाई यो एसेट्स घट्दा र लाइबिलिटिज बढ्दा एड गरिन्छ। भने लेस चाहिँ हामीले करेन्ट एसेट्स बढ्दाखेरि देखो एसेट्स बढ्दाखेरि सम्पत्ति बढ्दा त हाम्रो पैसा जान्छ, त्यसैले हामीले लेस गरिन्छ। र करेन्ट लाइबिलिटिज पनि घट्दा उधारो घट्यो, तिर्नुपर्ने पैसाहरू घट्यो भने नै हाम्रो पैसा गएको हुन्छ, त्यसैले चाहिँ यसमा लेस गरिन्छ। भने लास्टमा चाहिँ हामीले लेस ट्याक्स पेड, यो ट्याक्स पेड चाहिँ कहिले बिफोर ट्याक्स या आफ्टर ट्याक्स, नेट इन्कम बिफोर ट्याक्स आफ्टर ट्याक्स भएको केसमा हुन्छ। भने त्यो लेस ट्याक्स गरेपछि चाहिँ हाम्रो नेट क्यास फ्लो फ्रम अपरेटिङ एक्टिभिटिज आउँछ। यो चाहिँ हामीले यहाँ लेख्नुपर्छ। र यदि प्रॉफिटमा ट्याक्स माइनस छ भने या यदि प्रॉफिटमा ट्याक्स चाहिँ अलरेडी घटाएको छ भने फेरि ट्याक्स चाहिँ हटाउनु पर्दैन। यो चाहिँ हामीले हेर्नु पर्यो। क्वेसनमा चाहिँ ट्याक्स पहिले माइनस छ भने के गर्नु परेन, यदि ट्याक्स बिफोर ट्याक्स के अरे नेट प्रॉफिट बिफोर ट्याक्स र आफ्टर ट्याक्सको कुरा हुन्छ, त्यो चाहिँ हजुरहरूले हेरेर नेट प्रॉफिट बिफोर ट्याक्स छ भने चाहिँ ट्याक्स घटाउनु पर्यो, नेट प्रॉफिट आफ्टर ट्याक्स छ भने चाहिँ ट्याक्स घटाउनु परेन। र यति चाहिँ हामीले यति कुराहरू मात्रै पर्छ र यति कुराहरू लेखेपछि चाहिँ सल्भ गर्दा चाहिँ हाम्रो अपरेटिङ एक्टिभिटिज आउँछ। र तलको फाइनेन्सिङ र इन्भेस्टिङ र फाइनेन्सिङ त हाम्रो सेम हुन्छ, यसमा कुनै कन्फ्युजन भएन। डाइरेक्ट मेथड जानेकोलाई इन्डाइरेक्ट मेथडमा दुईटाको तलको चाहिँ सेम हुन्छ, यो माथिको मात्रै हो फरक हुने। र त्यो माथिको चाहिँ यसरी हजुरहरूले गर्न सक्नुहुन्छ।